ल अब ढिला नगरी आजको यो अन्वेषण सुरु गरिहालौँ है त। आज हामी पाठ्यक्रमको स्रोत सामग्रीमा आधारित एउटा यस्तो अविश्वसनीय कथाको चर्चा गर्दैछौँ नि, जसले सफलता र उमेरको बारेमा हाम्रो पुरै सोच नै बदल्दिनेछ। साँच्चै भन्नुपर्दा मान्छेको क्षमताको कुनै सीमा नै हुँदैन रहेछ भन्ने कुरा आजको यो सामग्रीले छर्लङ्ग पार्नेछ। सामान्यतया हामीलाई के लाग्छ भने पढ्ने उमेर भनेको त सानैमा हो। बाल्यकालमै जग बसेन भने त सक्यो, पछि गएर केही ठूलो शैक्षिक उपलब्धि हासिल गर्न सकिँदैन। तर के साँच्चै शिक्षा सुरु गर्ने कुनै उमेरको हद हुन्छ त? पक्कै पनि यो प्रश्नले हामी सबैलाई एकछिन सोच्न बाध्य बनाउँछ है। अब एकछिन कल्पना गरौँ त, यदि कसैले जीवनमै पहिलो पटक अक्षर चिन्ने र कखरा सिक्ने काम ठ्याक्कै 30 वर्षको उमेरमा मात्र सुरु गर्यो भने के होला? 30 वर्ष, जति बेला धेरै मानिसहरू आफ्नो पढाइ सकेर काममा लागिसकेका हुन्छन्, त्यस्तो उमेरमा भर्खर अक्षर चिन्न सुरु गर्नु सुन्दा पनि पत्यार नलाग्ने जस्तो छ नि, होइन? तर यो सम्भव छ। कसरी? आउनुस् बुझौँ। खण्ड 1, सङ्घर्षपूर्ण बाल्यकाल। यो कथा सुरु हुन्छ स्वामी प्रपन्नाचार्यको जीवनबाट। विसन 1980 मा पास्थरको एउटा विकट गाउँमा उहाँको जन्म भएको थियो। उहाँको न्वारानको नाम त गीतानन्द थियो, तर गाउँघरमा मायाले सबैले उहाँलाई काले राई भनेर बोलाउँथे। उहाँ हुर्केको परिवेश अलि फरक खालको थियो। एकातिर किराँत धर्म र जोस्मनी सम्प्रदाय मान्ने शाकाहारी परिवार भएकोले उहाँमा एकदमै गहिरो आध्यात्मिक भोग थियो। तर अर्कोतिर नि घरमा खेतीपाती र गाईबस्तुको गोठालो गर्नुपर्ने यति धेरै जिम्मेवारी थियो कि उहाँले स्कुलको अनुहारै देख्न पाउनु भएन। औपचारिक शिक्षा त उहाँको लागि एकादेशको कथा जस्तै थियो। यो पढ्न नपाउने स्थिति 14 वर्षको उमेरसम्म यस्तै रह्यो। अनि त्यही बेला एउटा महत्त्वपूर्ण घटना घट्यो। उहाँ महागुरु फाल्गुनन्दको आश्रममा गएर बस्न थाल्नुभयो। त्यहाँको कडा अनुशासनले उहाँको आध्यात्मिक ज्ञान त बढायो, तर विसन 2005 मा अचानक महागुरुको निधन भयो। यो घटनाले उहाँलाई यति गहिरो चोट पुर्यायो कि संसार मोह नै टुटेर गयो। एक किसिमको वैराग्य जाग्यो भनौँ न। खण्ड 2, 30 वर्षमा कखरा। त्यही वैराग्य र आध्यात्मिक अर्थको खोजी गर्दै जाँदा उहाँ विसन 2010 मा भारतको बनारस पुग्नुभयो र यो नै उहाँको जीवनको सबैभन्दा ठूलो र ऐतिहासिक टर्निङ पोइन्ट बन्न पुग्यो। बनारस पुगेपछि उहाँले त्यहाँका आश्रमहरूमा पढ्न खोज्नुभयो, तर उमेर धेरै भयो अनि कखरा पनि आउँदैन भनेर सबैले उहाँलाई फर्काइदिए। पेट पाल्नको लागि बाध्य भएर उहाँले एउटा होटेलमा भाँडा माझ्ने जस्ता कामहरू गर्नु पर्यो। तर भनिन्छ नि, जहाँ इच्छा त्यहाँ उपाय। त्यही उहाँको भेट सरस्वती नाम गरेकी एउटी असाध्यै दयालु शिक्षिकासँग भयो। सरस्वतीजीले उहाँलाई केही महिनामै स्वर र व्यञ्जन वर्णहरू सिकाइदिनुभयो। अनि सबैभन्दा अचम्मको कुरा त के भने नि, ती शिक्षिकाले उमेर घटाएर यो 30 वर्षको हट्टाखट्टा मान्छेलाई स्कुलको कक्षा 1 मा भर्ना नै गरिदिए। खण्ड 3, असाधारण शैक्षिक सफलता। अब यहाँबाट के देखिन्छ भने एकपटक त्यो शिक्षाको भोग जागिसकेपछि उहाँलाई कसैले रोक्न सकेन। उहाँको शैक्षिक छलाङ यति विस्फोटक र ऐतिहासिक रह्यो कि त्यस अगाडि सबै चुनौतीहरू आफै धुलोसाप भए। उहाँको प्रगतिको गति हेर्दा त साँच्चै नै जिब्रो टोक्नुपर्छ। सोच्नुस् त, 2010 सालमा कक्षा 1 मा बसेर कखरा सिक्न थालेको मान्छेले 2021 मा पूर्व मध्यमा, 2030 मा आचार्य र 2036 सालमा त भारतको राष्ट्रिय संस्कृत संस्थानबाट वेदान्त विषयमा विद्यावारिधि अर्थात् PhD नै हासिल गर्नुभयो। यो भनेको त चमत्कारै उनी 30 वर्षको उमेरमा कक्षा 1 मा बसेका ती काले राई 56 वर्ष पुग्दा नपुग्दै एकजना प्रख्यात विद्वान डाक्टर स्वामी प्रपन्नाचार्यमा परिणत भइसक्नु भएको थियो। खण्ड 4, विचार, कृति र योगदान। संस्कृत, नेपाली, हिन्दी र अङ्ग्रेजी जस्ता धेरै भाषाहरूमा पोख्त भइसकेपछि उहाँ आफ्नै मातृभूमि नेपाल फर्किनुभयो। अनि उहाँले आफ्नो बाँकी जीवन र ज्ञानलाई एउटै कुरामा लगाउनुभयो, विश्वव्यापी मानव कल्याण र दार्शनिक एकता। उहाँले छोडेर जानुभएको विरासत साँच्चै नै अतुलनीय छ। उहाँको जीवन दर्शनलाई नजिकबाट हेर्ने हो भने उहाँ पूर्ण रूपमा समानतामा विश्वास गर्नुहुन्थ्यो। मान्छे बीच कहिले पनि कुनै पनि किसिमको भेदभाव हुनु हुँदैन भन्ने कुरामा उहाँ एकदमै प्रष्ट हुनुहुन्थ्यो। उहाँको एउटा एकदमै मनछुने भनाइ छ, हरेकले सादा जीवन उच्च विचारका लागि प्रयास गर्नुपर्छ। यो भनाइले नै उहाँको उच्च चरित्र र सरल स्वभावलाई ठ्याक्कै झल्काउँछ। अनि अर्को एकदमै चाखलाग्दो कुरा त उहाँको लेखाइ हो। उहाँले पूर्वीय दर्शन, प्राचीन इतिहास र मानव अधिकार जस्ता गहिरा विषयहरूमा झन्डै 4 दर्जन हो 48 वटा किताबहरू लेख्नुभयो।
एउटा मान्छे जसले 30 वर्षमा अक्षर चिन्न थाल्यो उसले 48वटा किताब लेख्नु भनेको उहाँको कडा मेहनत र अद्भुत क्षमताको जिउँदो प्रमाण हो। उहाँले संस्कृत वाङ्मय र सिङ्गो मानव जातिको लागि जीवनभर जुन योगदान दिनुभयो नि त्यसको कदर स्वरूप उहाँले विश्वका धेरै देशहरू घुम्ने अवसर पाउनुभयो। उहाँलाई आदिकवि भानुभक्त पुरस्कार, शङ्कराचार्य पुरस्कार जस्ता निकै प्रतिष्ठित सम्मानहरू पनि दिइयो। पछि उहाँ राजपरिषदको सदस्यमा पनि नियुक्त हुनुभयो। VSM 2072 सालमा उहाँले यो संसार छाडेर जानुभए पनि उहाँको यो प्रेरणादायी कथा भने सधैँ अमर रहनेछ। खण्ड 5 अर्को प्रेरणा सन्दुक रुइत। अब कुरा आउँछ के मानव सेवाप्रतिको यस्तो अद्भुत समर्पण पहिला मात्र हुन्थ्यो त? पक्कै पनि होइन। स्रोत सामग्रीले आधुनिक समयकी अर्को एउटा यस्तै सशक्त र प्रेरणादायी उदाहरण प्रस्तुत गरेको छ जसले सिङ्गो समाजलाई नै उज्यालो दिएको छ। उहाँ हुनुहुन्छ डाक्टर सन्दुक रुइत। विक्रम सम्वत 2011 सालमा ताप्लेजुङको एकदमै विकट ठाउँ ओलाङचुङ गोलामा उहाँको जन्म भएको थियो। गाउँमा स्कुल नभएकोले पढ्नकै लागि उहाँले हप्तौँ हिँडेर धेरै टाढा जानुपर्थ्यो। तर जस्तोसुकै दुःख परे पनि उहाँले हार मान्नु भएन र आफ्नै कडा मेहनतले गर्दा छात्रवृत्ति पाएरै चिकित्सा शास्त्रको अध्ययन पूरा गर्नुभयो। यहाँनिर सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने नि उहाँले त्यो सिकेको ज्ञानलाई कसरी समाजको हितमा लगाउनुभयो भन्ने हो। उहाँले रुइटेक्टोमी भन्ने एउटा यस्तो सरल र सस्तो मोतीबिन्दुको शल्यक्रिया पद्धति आविष्कार गर्नुभयो नि जसले त विश्वव्यापी रूपमै आँखा उपचारमा क्रान्ति नै ल्याइदियो। त्यति मात्र होइन, एकदमै सस्तो इन्ट्राअक्युलर लेन्स बनाएर विश्वभरका लाखौँ दृष्टिविहीन मानिसहरूलाई नयाँ संसार देखाउने काम उहाँले गर्नुभएको छ। यो भनेको साँच्चै नै महान काम हो। उहाँको यो निस्वार्थ योगदानको विश्वभर कति ठूलो प्रभाव परेको छ भन्ने कुरा उहाँले पाउनुभएका सम्मानहरूबाटै थाहा हुन्छ। रोमन म्यागसेसे पुरस्कार, अर्डर अफ अस्ट्रेलिया र ईसा अवार्ड जस्ता विश्वकै ठूला पुरस्कारहरू उहाँले पाइसक्नु भएको छ। अनि सुन्दा पनि अचम्म लाग्ने कुरा त के छ भने नि अन्तरिक्षमा एउटा उल्का पिण्डको नाम नै उहाँको सम्मानमा राखिएको छ। ल हेर्नुस् त, यो कति ठूलो गर्वको कुरा हो। यी दुई असाधारण जीवनलाई हेरौँ त। एकजना विद्वान जसले 30 वर्षको उमेरमा बल्ल कखरा सिकेर ज्ञानको सागर नै मन्थन गर्नुभयो र अर्का दूरदराजको विकट गाउँबाट आएर विश्वकै चिकित्सा क्षेत्रमा क्रान्ति ल्याउने महान शल्य चिकित्सक। उहाँहरूको यो यात्राले मानव क्षमताको कुनै सीमा हुँदैन भनेर प्रमाणित गरिदिएको छ। जस्तोसुकै कठिन परिस्थितिमा पनि केही गर्न सकिन्छ भन्ने यसले देखाउँछ। अब अन्त्यमा यसले हामी सबैलाई एउटा गहिरो प्रश्न सोध्न बाध्य बनाउँछ। आज हामीसँग बाँकी रहेको समय र क्षमताको प्रयोग गरेर हामीले चाहिँ कस्तो अद्भुत विरासत निर्माण गर्न सक्छौँ होला? यो पक्कै पनि हामी सबैले गम्भीर भएर सोच्नुपर्ने कुरा हो।